के तपाईँ नेपालबाट दुबई आउन लाग्नु भएको छ? यदि आउन लाग्नु भएको छ भने यो भिडियो तपाईँको लागि। अहिले तपाईँ दुबईको जुनसुकै प्रकारको भिजा अप्लाई गर्न चाहिराख्नु परेको छ, पीसीसी पुलिस क्लियरेन्स सर्टिफिकेट। हामी नेपालीले भोग्ने छौं 15 देखि 17 हजार बढी खर्च। नेपालको पीसीसी बनाउन अहिले पनि धेरै मान्छेहरू कन्फ्युजनमा छन्। तपाईले सिम्पली पीसीसी को लागि अप्लाई गर्न सक्नुहुन्छ नेपालको यो वेबसाइटमा। अनि त्यसपछि त्यो वेबसाइटमा अप्लाई गरिसकेपछि 10 देखि 5 दिनमा तपाईको पीसीसी आउनेछ। अनि त्यो पीसीसी लाई मोफाबाट अटेस्ट गराउनको लागि मोफाको वेबसाइट यो मैले हालिदिएको छु यहाँ गएर अनि 500 रुपैयाँ ई सेवाबाट कि त खल्तीबाट जुनसुकै वालेट एपबाट तपाईले तिर्न सक्नुहुन्छ। त्यसपछि तपाईको पीसीसी मोफाबाट अटेस्टेड हुनेछ। नेपाल मोफाबाट अटेस्ट गराइसकेको पीसीसी सम्म मात्रै लाग्नेछ 500 खर्च। त्यसपछि आउँछ मेन खर्च जो हो 15 देखि 17 हजार सम्म। त्यसको लागि तपाईले जानुपर्छ थमेलको छाया सेन्टर भीएफएस ग्लोबलमा। त्यहाँ गएर तपाईले आफ्नो पीसीसी सबमिट गर्ने। त्यसपछि 5 देखि 10 दिनमा तपाईको पीसीसी यूएई मोफाबाट अटेस्टेड भएर आउने हो। तपाईहरु धेरै कन्फ्युज नभएर यो सिम्पल वेमा प्रोसेस गर्न सक्नुहुन्छ। यदि तपाईले केही हेल्प चाहियो भने तपाईले मलाई डीएम गर्न सक्नुहुन्छ। धन्यवाद। जय नेपाल।